गर्नुभएको अनि के गर्नुभएको त्यो चाहिँ बिस्तारै कुदाउनु होला तपाईँ भन्दा त म निकै सजिलै कुदाउँछु जस्तो लाग्छ हेर्नुहोस् बाटो त कुदाउँछु लडिन्छ मैले स्कुटर कुदाउनु सिकाएको उहाँलाई मैले सो हामी चाहिँ गाडी अहिले चेकचाक गरेर अब चाहिँ हामी लाग्दैछौँ साधुटार हेलो गाइस आज चाहिँ बुढी र म लाग्यो कहाँ बुढी साधुटार साधुटार आज यसो हल्का रमाइलो गरेर आउनु आज चाहिँ बुढी र म एकदम रमाइलो गरेर आउने भनेर साधुटार यसो भिडियो फोटो बनाएर खिचेर रमाइलो गरेर आजको मौसम पनि एकदम रमाइलो छ एकदम सुहाना है आज अहिले चाहिँ हामी नेपालटार आइपुग्यौँ अब यहाँदेखि लगभग आधी 1 घन्टामा चाहिँ हामी साधुटार पुग्छौँ होला होइन बुढी पुग्छौँ होला अब केस त्यो चाहिँ हाम्रो केस हो आधी घन्टामा चाहिँ हामी नेपालटार आइपुग्यौँ नेपालटार मलाई चाहिँ यहाँदेखि मास्तिरको भ्यूहरू यस्तो धेरै मनपर्छ यस्तो दामी छ बब्बाल छ यहाँ चाहिँ अब अहिले चाहिँ हामी नेपालटारदेखि उकालो लाग्यौँ अहिले चाहिँ हामी पाटेनाकी होइन बागखोरदेखि उकालो जाँदैछौँ है बुढी हो बाखर पनि यो उकालो जानुपर्छ नि यहाँ लगभग हामी रामदेखि लगभग कति मिनट 45 मिनटमा आइपुगेछ 45 मिनटमा चाहिँ हामी बाखर बजार आइपुग्यौँ तर है तातै हो मौसम तातै छ तर पनि धेरै चिसो छ है धेरै चिसो छ बाफ्रे तातो दुःख लागेर आएन भने त सिधै गइने रहेछ नि त ए बाटो नाकी बाटो जानेपछि म बिर्सेछु पहिला पनि गयो हो नि त हामी यहाँदेखि उकालो जानुपर्छ क्या तर एकदम अफरोड छ वाउ कस्तो दामी मौसम वाउ है घाम यस्तो रमाइलो लागिरहेछ यहाँ हेर्नुहोस् न यहाँ आउँदै गर्दाखेरि देखेको यो दृश्य एकदम रमाइलो लाग्यो मलाई चाहिँ यहाँदेखिको जुन पनि बाख्रोदेखि माथिको ठाउँहरू छ होइन यो ठाउँहरू चाहिँ मलाई चाहिँ एकदम यति धेरै रमाइलो लाग्छ है जति हेरि नै रहौँ जस्तो लाग्छ यो दृश्यहरू तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ है यस्तो रमाइलो छ हामी चाहिँ यहाँ आउँदैथ्यौँ यहाँ आउँदै गर्दाखेरि यहाँ चाहिँ गेम हुँदो रहेछ दोस्रो देउमाई कप 2082 को चाहिँ अहिले चाहिँ हामी राखे आइपुग्नु आँट्यौँ अब 1 किलोमिटर छ तर यहाँको भ्यू एकदम राम्रो छ आज एकदम रमाइलो भइरहेछ यस्तो राम्रो वेदर चाहिँ बब्बाल रमाइलो वेदर चाहिँ फाइनली हामी चाहिँ राखे बजार आइपुग्यौँ अब पुरा म यहाँदेखि चाहिँ उकालो म कुदाउँछु ल उहाँदेखि उकालो चाहिँ यहाँदेखि उकालो है मास्तिरदेखि कुदाउनु हस् प्रकृतिले भरिपूर्ण भएको साथै सुन्दर ठाउँ राखे नेम्बाङ किराना पसल अरे यस्तो रमाइलो लाग्छ मलाई चाहिँ यस्तो यो हुन्छ नि यो ठाउँहरू यस्तो देख्दाखेरि चाहिँ यस्तो भित्रै मनदेखि यस्तो खुसी लाग्छ हामी चाहिँ पौवा 7:30देखि लाग्यौँ साधुटारतर्फतिर तर चिसो भने चाहिँ यस्तो धेरै चिसो छ बाफ्रे पहाडी हेरौँ न पहिरो पहिरो त होइन होला हौ यो पारीको पहिरो त होइन होला तर उयो के भयो चिसोले है तर बाटो चाहिँ एकदम के गर्नुभएको
चिसो हो नि त हातै अनि के गर्नुभएको त्यो चाहिँ हेर काप्पा पाएको हजुर हातै चिसो हो हातैमा चढ्यो आउँदा चढ ल आस म एकछिन कुदाउँछु न दिन्न एकैछिन हेलो गाइज आज चाहिँ हामी उकालो एकदम अफरोड बाटो मेरो बुढीले कुदाउँदै हुनुहुन्छ तर मेरो बुढा डराउँदै हुनुहुन्छ लडाउनु चाहिँ नलडाउनु भन्नु हुँदैछ हो तर बिस्तारै कुदाउनु होला तपाईँ भन्दा त म निकै सजिलै कुदाउँछु जस्तो लाग्छ हेर्नुहोस् मेरो बाटो त बाटो यस्तै यस्तै हो तर पहिलाको हेरी बाटो धेरै राम्रो भएको हो है बाटो राम्रै हो लु रोक्नुहोस् त नरोक्नुहोस् न हँ नकराउनुहोस् न गइँदैन होला मलाई डर लागिसक्यो सक्नुहुन्छ ल ल ल लु छोड्नु मेरो बुढीले कुदाउनु सक्नु भएन अब म कुदाउँछु ल कुदाउँछु न डराउनु न त्यता नलाउनु यता लाउनु न त्यता ठोकिन्छ साइडमा यता उकालो हो त्यता हो यहाँ अफरोडको बाटो लान छोड्नु म होइन, कुदाउँछु म कुदाउँछु किनभने यो ल अब यता साइड ठोकिन्छ ठोकिँदैन ए बाबा लु कुदाउनु सबै ल अब म कुदाउँछु ल हस्। अब चाहिँ म कुदाउँदैछु मेरो बुढीले अलिक कुदाउनु नसकेको अवस्था एकदम बाटो अफरोड छ यहाँदेखि चाहिँ मेरो बुढाले कुदाउनु हुँदैछ किन भन्दाखेरि मलाई चाहिँ निकै डर लाग्छ हो म तपाईँलाई हेल्प पनि गर्छु नि त मलाई चाहिँ निकै डर लाग्छ हो त्यो भएर म त चढ्दिनँ नि डर लाग्छ नि खुट्टाले खानिहाल्छु क्या हामी चाहिँ लाग्यौँ होइन बाटो चाहिँ यस्तो छ डर लाग्छ नि मलाई त Oh my God. बाटो त है लु म चाहिँ डर लाग्यो ल म चाहिँ निस्किएँ हुन्छ बिस्तारै लानु ल नठोकाइकन उहाँले चाहिँ कुदाउनु हुँदैछ हो तर बाटो चाहिँ सजिलो है पहिलाको हेरी पहिला त यस्तो डेन्जर थियो यहाँको बाटो है हिलो त्यस्तै बाटो नि थिएन जहाँ हिलो पनि अनि बाटो पनि खासै थिएन कि अहिले चाहिँ धेरै राम्रो बाटो भएको रहेछ र पनि मलाई चाहिँ एकदम डर लाग्छ यस्तो बाटोमा चढ्नु चाहिँ डर लाग्छ चलाउनु चाहिँ डर लाग्दैन त्यो भएर म चाहिँ हिँड्दैछु उहाँहरूले मलाई कुदाउनै दिनु भएन जान्दैन सक्दैन भनेर तर म सक्न चाहिँ तपाईँले मलाई दिनु भएन गाडी नै कुदाउन तपाईँले मलाई गाडी कुदाउन दिनै भएन जुत्ताको हालत हेर्नु फेरि यस्तो उहाँले मलाई दिनै भएन हजुर म कुदा सो फाइनली हामी चाहिँ सातडाँडा आइपुग्यौँ है अनि हजुरहरूले यहाँ हिमाल पनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिरहेछ स्टिल वाउ अहिले चाहिँ सातडाँडाको कन्डिसन चाहिँ यस्तो छ है वेदर स्टिल अहिलेसम्म घाम लागिरहेको छ एकदम पिस सो फाइनली हामी चाहिँ आइसकेर अनि फोटोहरू पनि क्लिक गरिसकेर अब हामी चाहिँ जाने होइन अन्त तपाईँलाई कस्तो लाग्यो त यहाँ आएर आज रमाइलो भयो सातटाको जस घुमै रमाइलो भयो अब लाग्ने जाने भयो सो थ्याङ्क यू फर वाचिङ आवर भिडियो सो हजुरहरूले लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला है त सो अघि चाहिँ उहाँले होइन उहाँले चाहिँ अब गाडी म कुदाउनु सक्दिनँ स्कुटर कुदाउनु सक्दिनँ भन्दै हुनुहुन्थ्यो अब ओह्रालोमा लान्छु भनेको अब उहाँले के भन्नुहुन्छ तपाईँ यसमा सक्नुहुन्न मै लान्छु
म लान्छु किन सक्छु तपाईँभन्दा धेरै म राम्रो कन्ट्रोल गरेर कुदाउँछु लडिन्छ मैले स्कुटर कुदाउनु सिकाएको उहाँलाई मैले होइन भने भन्नु सोध्नुहोस् त भन्नुभयो कि नै भन्नु अब चाहिँ हामी घर लाग्यो ल लाग्यो बाई हामी चाहिँ लाग्यौँ साटुटारदेखि मेरो बुढाले चाहिँ मलाई कुदाउनै दिनु भएन होइन बाटो चाहिँ अलिकति चाहिँ अब अप्ठ्यारो नै छ Cheers, Buddha. Cheers, Buddha. पावा भन्ज्याङ आइपुग्यौँ होइन आइपुग्दा चाहिँ यति राति भइसकेको छ सो अब चाहिँ हामी पावा भन्ज्याङदेखि चाहिँ अब चाहिँ लाग्यौँ बाघचु इलाम